जीवन बहुमूल्य छ। यो असाध्यै रमाइलो छ र महत्त्वपूर्ण भन्दा सायद अर्थपूर्ण नलाग्न सक्छ, किनकि हामीलाई प्रमाण चाहिन्छ। तर हाम्रा वरपर यस्ता अथाह उदाहरणहरू छन् जसद्वारा हामी प्रोत्साहित हुन सक्छौँ। हेर्ने समय र बुझ्ने अवस्था चाहिन्छ कि त्यो हामीमा छ। मानिस जाति आफै प्रकृतिको अङ्ग हो। यो पृथ्वी, विश्वविद्यालय, अनुशासन र निरन्तरताको ज्ञान हामीले दिन र रातबाट सिक्न सक्छौँ। कल्पना गरौँ, आज रातले ढिलो अँध्यारो भइदिन्छु भनेर आफ्नो अनुशासन तोडेमा के हुन्छ होला? पृथ्वीको स्वरूप नै बदलिन्छ नि। र दिनले आज म लामो बनिदिन्छु भन्दैमा के होला? यसको कुप्रभाव हामीले सजिलै कल्पना गर्न सक्छौँ। किरा फट्याङ्ग्रादेखि बोट बिरुवा, जनावर र मानवको जीवनमा उथल पुथल देखिन्छ। शरीरका अङ्गहरूले पनि उल्टो प्रभाव देखाउन थाल्दछ। यस्ता कुराहरू बताइरहनको उद्देश्य भनेको हामी प्राणीहरूले प्रकृतिको नियम र अनुशासनबाट शिक्षा लिएर जीवन बाँच्न सकेमा निरुत्साही र विफल पात्र होइन कि एक उत्प्रेरक र उत्साही उदाहरण पात्र बन्न सक्नेछौँ।